पार्टीको नाममा डिभाइड हुँदैछ, कोही राजनीतिको नाममा डिभाइड हुँदैछ, कोही चाहिँ नि तपाईँको संस्कृतको नाममा डिभाइड हुँदैछ, कोही चाहिँ नि तपाईँको धर्मको नाममा डिभाइड हुँदैछ। मान्छे हामीहरू किन डिभाइड हुँदैछौँ त? हामी एक हुन किन सकिरहेका छैनौँ? किन त? हामी चाहिँ नि अब एक हामी नेपाली, एउटा सिधा हिसाबले भन्दाखेरि हामी नेपाली हो। पहिला हामीले नेपाललाई चाहिँ सम्झनु पर्यो। हामी नेपाली हो, हामीले चाहिँ नेपाललाई माया गर्नुपर्छ। त्यस पछाडि भनेका अब एग्रिकल्चर भयो, के अरे तपाईँको चाहिँ यी आदि गरिएका चाहिँ धेरै चिजहरू छ। तर हामीले चाहिँ नि एउटा युवा म त अब हजुरलाई भन्दाखेरिमा तपाईँहरू सबैलाई मेरो आग्रह के छ भने हामीले अहिलेसम्म सबै चाहिँ नि यो बुझेर जानेर देखेर आइसक्यौँ। तर पनि हामी किन चाहिँ नि अहिलेसम्म यतिसम्म चाहिँ नि पिछडिरहेका छौँ त? हामी नेपाली हामी किन पिछडिरहेका छौँ? अरू अरू कन्ट्री हेर्ने हो भने यही तपाईँको चाहिँ नि 15-20 वर्षमा कहाँदेखि कहाँ पुगिसक्यो। तर पनि हाम्रो नेपालमा कुन सत्ताले गर्दा, कुन राजनीतिले गर्दा, कुन चाहिँ नि एउटा उसले गर्दाखेरि यसरी तपाईँको चाहिँ हामीलाई पछाडि पराइरहेको छ। त्यतातिर हामी जानु पर्यो, होइन र? र चाहिँ तपाईँको यो अहिले हामीलाई चाहिँ यो सत्तामा चाहिँ रहनेहरू भन्दा पनि हामीले चाहिँ त्यो सत्तामा रहेका मान्छेहरूलाई चाहिँ कसरी चाहिँ हामीले सत्ताबाट चाहिँ बाहिर निकालेर नयाँ शक्ति, नयाँ जोस, नयाँ जाँगर भएको युवा या चाहिँ नेपाललाई म एउटा सुन्दर बनाउँछु भन्ने, तर हामीले सपना देखाउनु त त्यो सपना देखाएरै आइरहेको छन् अहिलेसम्म। सबैले सपना सुन्दर, कोही भन्छ पनि म अमेरिका बनाइदिन्छु, कोही भन्छ लन्डन बनाइदिन्छु, कोही भन्छ पानी जहाज त सरर नेपालमै आइसक्यो भन्छन्, कोही ग्यास पाएपछि ल त्यो कहिलेसम्म हामीले पत्याइदिने भनेको? हामी किन चाहिँ यस्ता भइरहेको छौँ त? तर हामी अहिलेसम्म पनि अब यो तपाईँको चाहिँ नि यिनीहरूले कताडा चाहिँ नि झन् एउटा तपाईँको पार्टीमा लाग्ने मान्छे भन्ने बित्तिकै के हुन्छ भने उसलाई किनबेच, भेडा बाख्रा जस्तो किनबेच हुन्छ। यहाँ तपाईँ अहिले पनि हेर्नुहोस् त, त्यो गाउँठाउँमा बस्ने मान्छेलाई त्यो राजनीति भन्ने के थाहा छैन। भरे के खाउँ, भोलि के खाउँ भइरहेको छ। म अहिले चाहिँ नि 22 वर्षदेखि चाहिँ नि कहीँ तपाईँको गलफमा चाहिँ झुन्डिरहेको छु। के कारणले झुन्डिरहेको छु? किन? नेपालमा चाहिँ नि म गएर खान नसक्ने कारणले त म यहाँ आएको होला नि त, होइन र? हामी कयौँ साथीहरू, हामी यहाँ चाहिँ अब अहिले आएर धेरै साथीहरू चाहिँ अब कोही बाहिर छन्, कोही कता छन्, कोही कता छन्। तर नेपालमा रोजगारी भन्ने कुरो, अब रोजगारी कसलाई आएछ? जो के अरे पार्टीको चाहिँ एकदम मजबुत के अरे ऊ भएर हिँडेको छ, त्यसैको चाहिँ नि एउटा ऊ भनेको छ, उसले चाहिँ नि किनबेच गरेको छ, उसले उसलाई लडाएको छ, उसले ल हेर्नुहोस्, अब यही चलिरहेको छ। हामीले चाहिँ त्यो कुरो बुझिरहेका छैनौँ। त्यो कुरो किन नबुझिरहेको, हामी जनताहरूले चाहिँ किन नबुझिरहेको भन्दैछु क्या म। धर्मको नाममा एकतिर चाहिँ तपाईँलाई चाहिँ डिभाइड गरिदिन्छ, उता चाहिँ पार्टीको नाममा डिभाइड गरिदिएको छ। धर्ममा अहिले अब यही छ, एउटा चाहिँ थ्याप्चे नाक भन्छ, एउटा चाहिँ चुचे नाक भन्छ। हेर्नुहोस् कतातिर डिभाइड, मान्छेलाई कसरी चाहिँ डिभाइड गरिदियो त? यो कुन तरिकाले चाहिँ डिभाइड हुँदैछ? यो बाहिर शक्ति हो कि हामी नेपाली नै कमजोरी हो कि होइन? मलाई चाहिँ त्यसमा हजुरले म केही आग्रह गर्न चाहन्छु। मलाई राजनीति बारेमा केही थाहा छैन, यति भने हस्त, धन्यवाद। हस्, तपाईँको विचारको लागि धन्यवाद। अब यस्तै नै छ देशको परिस्थिति है। अब बाहिर बसिन्छ, अधिकांश यहाँ हेर्ने भ्युअर्सहरू पनि लगभग 80% त बाहिर विदेशबाटै हुनुहुन्छ होला। अब त्यहाँको चिजहरू देखेर नेपालमा नि यस्तो भइदिए हुन्थ्यो भन्ने एउटा सपना चाहिँ मनमा हुन्छ, होइन? ठिक छ। ल युटनजी, आज रवि लामिछानेको विषयलाई लिएर अनि सँगै यहाँ अलिअलि यहाँ प्रश्नहरू पनि उठेका छन् है। नयाँ शक्ति के हो त? अब यो यत्तिकै यी फुलहरू निमोठिन्छन् कि के हुन्छ? अब अहिले अजय दाई आउनु होला, त्यहाँ उता जानुभएको छ। अब उहाँले नि के भन्नुभयो भने यो भन्ने मात्र हो, यो 3 दल लास्टसम्म 84 सम्म एक ढिका भएर जान्छन्। अब यिनीहरूको विकल्प अरू हुनै दिने भएन। कुलमानहरू, हर्कहरू, गोपीहरू, रविहरू, बालेनहरू आउन सक्दैनन् भन्ने कुरा हुँदैछ। हजुरको विचार राखिदिनुहोस् न। यस, नमस्कार सम्पूर्ण मित्रहरूलाई, जो जस्तो अवस्थामा जहाँ भने तापनि। यो खासमा अब म त यहाँ अजयजीको लाइभमा आउने सबै साथीहरू चाहिँ एकदमै ठुलो परिवर्तन चाहने, छटपटाहट, परिवर्तनको हुटुटी, राष्ट्रियताले उत्प्रेरित भएका मान्छेहरू भन्ने बुझ्छु खासमा। किनकि उहाँको लाइभमा विशुद्ध राजनीतिभन्दा
बाहिरको तरिकाले नेपाल समृद्ध हुनुपर्छ, नेपाल कसरी बनाउने त भन्ने कुरामा बहस हुन्छ। सबैमा मेरो नमस्कार। मूलत यो मैले धेरै पहिलादेखि नै यही कुरा भन्दै आएको छु कि जब यो राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गर्दा पनि यदि तपाईँहरू प्रत्यक्ष निर्वाचित कार्यकारी भ्युज के भयो भाइ? म त भर्खर बोल्दैछु दाइ, खोइ अघि भर्खर बोल्न थाल्नु भएको, अलिक भ्युज घट्यो दाइ। तपाईँको अनुहार देखाउने भयो, तपाईँ ठुलोमा बस्दा हामी ट्याप गर्छौँ दाइ। खै युटर्न 0 तपाईँ ठुलोमा बस्नुहोस् त। यो त इतिहासै रचेछ साथीहरूले त यार। 1K 1.1K साथीहरू एकछिन युटर्न जी है, एकछिन भ्युज कभर गरौँ है, हामी युटर्न जी नै बोल्ने हो। ल सबैजना साथीहरू डबल ट्याप लाइभ सेयर गर्नुहोस्। किन यार अजयकै अनुहार तपाईँहरूलाई मन पर्या हो र के हो, के विचार मन पर्या हो? साँच्चीकै वास्तवमा यार तपाईँहरू, म एकछिन यसो काममा व्यस्त हुँदाखेरि त 1K बाट भ्युज त घटेर ड्यामै लाएर चाहिन्छ। हाम्रो त 600 आइसकेको छ। के गरेको यस्तो? यो आपतकालीन घोषणा गर्दै म फेरि ठुलो पर्दामा आएँ साथीहरू। सबैजना साथीहरूले डबल ट्याप ट्याप लाइभ सेयर व्यापक तरिकाले गर्दै जानुहोस् र विचारहरू अब राख्दै जान्छौँ। किनभने भर्खर 11 बजे छ, लाइभ लगभग 2 बज्छ होला, 11, 12, 1, 2 आमामा 3 घन्टा ड्यामै रहेछ। आज गुड फ्राइडे पनि हो, तर अलिकति दुःखद दिन पनि छ। रवि लामी छानेलाई चाहिँ भद्रकालीमै कहाँ राखिएको छ भन्ने कुरा भर्खरै सुन्नमा आएको छ होइन। अब ठिकै छ, अब के पर्यो तातो यस्तो चाहिँ उहाँलाई चाहिँ यसरी गरेको छ। अब हामीले चाहिँ सत्यको पक्षमा चाहिँ हामी जाने हो। रवि लामी छाने साँच्चीकै दोषी ठहर हुन्छ भने राज्यले कारवाही गर्नुपर्छ, उहाँ चाहिँ जेल जानुपर्छ। हामीले रवि लामी छाने जेल जानु हुँदैन भनेको छैनौँ है, उहाँलाई अनुसन्धान गर्नै पर्छ भने गर्नुपर्छ, अनुसन्धान गर्नै हुँदैन भनेर पनि भनेको छैनौँ। तर जे होस् निट एन्ड क्लिन छानबिन होस् होइन, र यही हो जनताको आह्वान पनि यही हो होइन। र जहाँसम्म लाग्छ त्यतिको हुँदैन। साँच्चीकै यो देशमा न्याय मरेको छैन जस्तो मलाई पटक पटक लाग्छ होइन। र त्यो चाहिँ अब सत्यको पक्षमा हुन्छ न्याय चाहिँ। यसको लागि हामी एकदमै ढुक्क छौँ, आशावादी पनि छौँ। सबैजना साथीहरूले चाहिँ डबल ट्याप ट्याप लाइभ सेयर पनि गर्दै जानुहोस्। कमसेकम 6,72,000 हाम्रो चाहिँ छ। ल सबजना साथीले 2 मिनट चाहिँ 7 लाख पुर्याउ त साथीहरू, 7 लाख 2 मिनट पुर्याउ त। 2 मिनटमा है तपाईँहरू के गर्ने यार, कस्तो भन्ने, तपाईँहरू के गाली गर्नु? तपाईँहरू हाम्रो चाहिँ एकदम भगवान हुनुहुन्छ। तै पनि तपाईँहरूलाई फेरि कहिले काहीँ झारक झुरुक सियो पनि हान्नुपर्छ क्या तपाईँहरूले। बेला बेलामा चाहिँ तपाईँहरूलाई सुइरो नहानिकन तपाईँहरू चाहिँ यसो झारक झुरुक नहुने रहेछ कि। त्यही भएर सबजना साथीहरूले चाहिँ डबल ट्याप ट्याप र लाइभ सेयर चाहिँ व्यापक तरिकाले गरौँ। र हामीसँग 784 सेयर छ भने चाहिँ कमसेकम 1K सेयर गरौँ, 1K सेयर पुर्याउँ। अनि तपाईँको डबल ट्याप ट्याप 6,77,000 छ, यसलाई 7 लाख पुर्याइदिइहालौँ। सबैजना साथीहरूले एकदम राम्रो राम्रो विचारहरू हामी प्रस्तुत गर्दैछौँ। र आज लगभग दिनभरि कुलमान घिसिङ दाईको पत्रकार सम्मेलनमा बस्यौँ। त्यसपछि चाहिँ अहिले बेलुका नै न्युज आयो। म त फेरि उहाँहरूको त्यो चाहिँ केन्द्रीय सदस्य भनौँ राष्ट्रपाका सदस्यहरूले फेरि एकदम किस्तामा छोड्ने के भुइँचालो आउँदैछ अरे, के भयो अरे, भुइँचालो गयो अरे, दुनियाँ जस्तो कुराहरू गर्न थाल्यो। अनि म त यसो के हो भनेर यसो बुझ्दै जाँदाखेरि पो रवि लामिछानेलाई चाहिँ उच्च अदालतले पक्राउ गर्नुपर्ने आदेश आयो भनिसकेपछि पो म त दङ्ग छक्क परेँ क्या। सो त्यसले गर्दाखेरि अब कतिजना साथी न्युज त धेरैले सुनिसक्नु भयो होला। अब रवि लामिछाने भन्ने कि यति तातेको पात्र हो, उहाँको फलोवर्सहरू पनि म्याक्सिममै छ भनेर चाहिँ म चाहिँ वास्तवमा अस्ति बालेनको पक्षमा मात्र अलि म्याक्सिमम बोल्थेँ। त्योभन्दा पहिला चाहिँ म रवि लामिछानेको पक्षमा त्यसरी बोलेको चाहिँ थिएन। तर उहाँलाई अप्ठ्यारो परेपछि चाहिँ म पनि सडकमा आएको हो होइन। कारण चाहिँ रवि लामिछाने बचाउनुको लागि भने होइन। साँच्चीकै अघि एकजना साथीले भन्दै हुनुहुन्थ्यो होइन, किनभने यहाँ चाहिँ मङ्गल सिंह प्रधानले पनि भनेको थियो के, बातलबमा 88 अरबको घोटालामा चाहिँ अरूलाई चाहिँ नखोज्ने, अनि रवि लामिछाने मात्रै यो देशको चाहिँ भ्रष्टाचारी हो, रवि लामिछाने मात्रै यो चाहिँ सहकारीको पैसा खाएको जस्तो गरी उसैको पछाडि चाहिँ यो सरकार हात धोएर लागेको कुरा चाहिँ हामीले नबुझेको कुरा यति नै हो होइन। यिनीहरूसँग सरकार छ, यिनीहरूसँग चाहिँ वास्तवमा चाहिँ सबैले न्याय बराबर छ भने यो अरू चाहिँ खाने मान्छे खोइ त, 86 अरब खाने मान्छे खोइ क्या, तिनीहरू कता कता घुमेर बसिरहेको छ क्या। त्यसले गर्दाखेरि हामी जतिको मान्छे चाहिँ छ नि अब आउनुपर्छ भन्ने मलाई लाग्यो क्या। यहाँ राजनीतिक शास्त्र पढेर आएको, बुझेर आएको, वेद पढाएर बसेको मान्छेहरूले चाहिँ केही गर्नेवाला छैन। यहाँ काम गर्नुपर्ने हो। भ्रष्टाचारीलाई ल्याएर ड्याम्पका ड्याम्प ठोक्ने त्यो सरकार चाहियो। को आउनुहुन्छ तयार भएर? त्यो मान्छे मलाई चाहियो। ल म उसको गेट पाले बस्छु तल। मलाई कसम चाहिँ केही पनि चाहिएको छैन। मलाई पदको लोभ पनि छैन, केन्द्रीय सदस्यको लोभ पनि छैन। म त्यस्ता खालको मान्छे 6 जना जम्मा गर्छु,
जो मान्छेले यो भ्रष्टाचारीहरूलाई ल्याएर जसरी रवि लामिछानेलाई अहिले 5वटा जेल हाल्दैछ नि, यिनीहरूलाई पनि 5वटा जेल हाल्ने दिन कहिले आउँछ क्या? त्यो खालको म सरकार खोज्दैछु कि त्यो खालको लिडरसिप म खोज्दैछु के साथीहरू। त्यसको लागि तपाईँहरूले पनि हरदम तयार गर्नुहोस्। हामी चाहिँ यहाँ लागिराखेका छौँ होइन, सत्यको पक्षमा। भोलि साँच्चीकै सम्पत्ति शुद्धिकरण भनेको रवि लामिछानेको मात्रै हुने हो। सबैजना रमाइलो हेरेर बस्नु भएको छ त साथीहरू। कोही कङ्ग्रेसबाट होला, कोही एमालेबाट होला। ल पार्टी नछोडिदिनु न, व्यक्तिमा त जानु तपाईँहरू। अहिले साँच्चीकै देशको चाहिँ भ्रष्टाचारी रवि लामिछानेले मात्रै गरेको हो भने सम्पत्ति छानबिन रवि लामिछानेको मात्रै हुनुपर्ने हो भनेको क्या। सम्पत्ति छानबिन अरूको चाहिँ किन नभएको हो त? तपाईँहरू नाङ्गो एकैजनालाई मान्छेले मात्र लखेटेर हिँडेको देखिन्छ नि। हिजो साँच्चीकै राज्य पक्षले कुलमान घिसिङलाई त्यहाँबाट ब्ल्याङ्कै किक हानेर निकालिदियो विद्युत प्राधिकरणबाट। फेरि झ्याम्मै एउटा मान्छेलाई लगेर जसको चाहिँ अख्तियारमा मुद्दा चल्दै थियो उसैलाई लगेर फेरि अधिकृतको पदमा लगेर हालिदियो। ढोका फोरेर झ्याल फोलेर लगेर हालिदियो। सरकार कहाँ छ अहिले? यो दम्ब कोसँग छ? यसको हिसाब किताब चाहिँ तपाईँ हामी जतिको मान्छेले चाहिँ बाहिर बसेर अब गरेनौँ भने छ नि, वास्तवमा छ नि यो देश जीवनमा उँभो लाग्दैन साथीहरू कहिले पनि। नेपाल भन्न तपाईँले पाउनुहुन्छ कि पाउनुहुन्न केही वर्षपछि थाहा हुन्छ यसको लागि चाहिँ है। त्यसले गर्दाखेरि सबैजना साथीहरूले चाहिँ मेरो लागि भन्दा पनि देशको लागि चाहिँ तपाईँहरूले यो प्लेटफर्म छ, यहाँ हामी सबैजना साथीहरू चाहिँ जोडिने हो र हामीले आफ्नो विचार गर्ने हो। यहाँबाट पनि कमसेकम 861 859 जना साथीहरूले हेर्दै हुने गर्दाखेरि चाहिँ कमसेकम तपाईँ काठमाडौँमा हुनुहुन्छ भने आउनुहोस् न, हामी यो बोली लिएर भोलि माइती घर मण्डलमा जान्छौँ। हामी चाहिँ हरेक कुराको चाहिँ आह्वानमा जान्छौँ। त्यो बेलामा तपाईँहरूले हामीले साथ दिनुहोस् क्या। यहाँ चाहिँ भोलि अब पालो आइसकेको छ, अब बालनको पालो नजिक आइसकेको छ साथीहरू। बालनलाई पनि त्यतिकै छोड्नेवाला छैन यिनीहरूले। बालनलाई पनि हेर्नुहोस् सुरु गर्छ अब यिनीहरूले। अब यिनीहरूले छोड्नेवाला छैन। नयाँलाई त एउटा जात राख्दैन। त्यसै गरी हाम्रो पनि पालो आउँछ यहाँ। हामी पनि ढुक्क चाहिँ छैनौँ, हामी पनि सुरक्षित चाहिँ छैनौँ है साथी। ल यसो गर्दै गर्दाखेरि ल युटर्नजी अब तपाईँको विचार राख्दै गर्नुहोस् त। अब बिस्तारै कभर गरौँला भ्युज पनि। ए हजुर हजुर हुन्छ। यो अलिकति आपतकालीन नै भयो कि ठ्याक्कै घट्यो। आपतकालीन नै भयो भने 1K थियो म उता जाँदाखेरि, अहिले त 600 छ। ल ठिकै छ, अब हामी कभर गर्दैछौँ। ट्रम्प आएपछि सेयर मार्केट के ओह्रालो लाएर त्यस्तो ओह्रालो लायो दाइ उता गएपछि भ्यू जति है। खबर अब यहाँ साथीहरू बोल्दै हुनुहुन्थ्यो, बिचमा कुरा काट्ने कुरो नि भएन। ल राख्नुहोस् युटर्नजी, दमदार दिनुहोस् त ल आजको विषयलाई, अनि लगायत अझै दाइले जोड्नु भएको कुराहरू। ए होइन यस्तो छ, मेरो विभिन्न कालखण्ड म टिकटक लाइभमा सक्रिय चाहिँ विगत 4 वर्षदेखि छु। म यही सामाजिक कुराहरूमा बोलेर हिँडिरहेको र म चाहिँ अलिकति फरक खालको विचार मेरो के छ भने म पहिल्यैदेखि भन्दै आएको। अहिले साथीहरूले यो मेरो कुराहरू चाहिँ यत्रो प्र्याक्टिस गरेर 3-4 वर्षमा चाहिँ यो जस्तै त्यो के भन्छ त्यो बेस र अल्काली छुट्याउनलाई त्यो चाहिँ के पेपर भन्थ्यो भनेर भुलेको थियो साइन्समा। यो चाहिँ छार हो कि अम्ल भनेर चेक गर्ने एउटा पेपर, त्यस्तै पेपर चेक गर्दै हुनुहुन्छ कि बल्ल साथीहरू लाइनमा आउनुभयो। मलाई खुसी लाग्छ अझै चाहिँ यो प्रजातान्त्रिक मूल्य र मान्यताबाट यो संसदीय व्यवस्थाबाट कुनै पनि राम्रो मान्छेको यहाँ खैरात छैन भन्दै आएको मैले। चुनाव नगरौँ भन्दै हिँडे अहिलेदेखि। के भन्छ चुनाव गर्नुपर्छ भने होइन, मूलत चुनाव प्रभावित छ। चुनावबाट आएको परिणाम जनताको सर्वमान्य परिणाम होइन र यसबाट आएका मान्छेहरूलाई संसदीय दलका मान्छेले यिनलाई चाहिँ स्खलित पारिदिन्छन् भने हो। यो जस्तै अझ अर्को यहाँ प्रत्यक्ष निर्वाचित, अब राष्ट्रपाले बुझ्यो होला नि त, प्रत्यक्ष निर्वाचित राष्ट्र अध्यक्षको कुराहरू होइन, तपाईँ नै ठुलो बस्नुहोस् होइन, त्यो कुरा गरिरहेछ। त्यो कुरामा पनि सबै राजनीतिक दलको जरो एकै ठाउँमा हुन्छ कि एमाले काङ्ग्रेस माओवादीको साझा एउटा उम्मेदवार पठाउँछन्। त्यो उम्मेदवार चाहिँ अझै अथवा कोही अर्को हामी जुन राष्ट्रवादी जनताको पक्षको उम्मेदवार लड्नुपर्छ एक्लै, र हामी धोबी तरिकाले परास्त भइन्छ हेर्नुहोस्। किनकि यसको संरचना छ, यो खालको अभ्यास छ कि नेपालमा। त्यही भएर हामी चाहिँ अब मैले बारम्बार भन्ने कुरा के हो त भन्दा अजयजीले यत्रो समाजको बारेमा चिन्तन ल्याएर सडकमा गएर दुनियाँ दिवानी गर्नुपर्ने के को लागि? परिवर्तनको लागि होइन। उहाँ जस्तै मसँग छ हुटुटी, अरूसँग हुटुटी छ। हामीले यो चुनावमै गएर अब फेरि यत्रो सङ्घर्ष गरिरहेको अजय दाइले अब भोलि गएर फेरि चुनावमा फेरि ढ्वाङ थाप्नु पर्ने, त्यो ढ्वाङ ठाउँ जित्नै पर्ने। फेरि अझै जस्तै हामी जस्तो मान्छे जसले साँच्चै नै समाजको चिन्तन बोकेको मान्छेले हामीले बुथ कब्जा गर्न सकिन्न, चुनावमा पैसा बाँड्न सकिँदैन। बाँड्ने यही विचार हो, यो विचार बिग्दैन त्यति बेला। अनि हामी जस्ता मान्छे परिवर्तनका सम्भाग बोकेका मान्छेहरू चाहिँ राजनीतिक ब्याटलदेखि हारेको ट्याग दिएर हामी बाहिर बस्नु पर्यो, अनि फेरि सडकमा आएर कराउनु पर्यो। यस्तो पनि हुन्छ व्यवस्था। त्यही भएर यो होइन, समाज रूपान्तरणको लागि समाजमा योगदान गरेका मान्छेहरूको कदर हुने खालको व्यवस्थामा सोच्नुपर्छ, जानुपर्छ भनेर म पहिलेदेखि भन्न आएको। त्यो हो पनि। यसको अरू प्लेटफर्मलाई चाहिँ बहस गर्दै गरौँला, यो गर्नुपर्छ अझै सर। यो त्यो खालको व्यवस्था पनि हामीले परिकल्पना गर्नुपर्छ। त्यो हो, मेरिटोक्रेसीमा जानुपर्छ। र अर्को कुरा मैले चाहिँ यो भन्दै गर्दा अब यहाँ एकजना साथीले तलबाट फ्याट्टै लेखेन,
म चाहिँ त्यो रवि लामिछानेको पार्टीको म विरोधी होइन, तर रवि लामिछानेलाई जुन तरिकाले उहाँको आरोप छ त्यो आरोप चाहिँ क्लिन चिट पाउन उहाँ पुलिसले छोप्छ कि बेलुका छोप्छ कि बिहान छोप्छ कि राति छोप्छ कि त्यो छोडिदिनुहोस्। उहाँले क्लिन चिट पाउनलाई पुलिसले सहयोग गर्दैछ। अघि त्यहाँ भन्दै हुनुहुन्थ्यो घरमा पक्राउ पर्छ। आज त दिउँसै चाहिँ त्यहाँको बुटवलको उच्च अदालतले चाहिँ उहाँलाई चाहिँ पक्राउ गरेर चाहिँ अनुसन्धानमा राख्ने भनेर आदेश गरिसकेका छ। भनेपछि त्यही अदालतले गरेको नोटिसै आधिकारिक हो। मलाई समय ल्यायो त्यहाँ राखिरहेको छ। त्यसरी पनि नबोलौँ कि अलिकति हाम्रो रविका समर्थक साथीहरूलाई यस्तो हुट उठिछ कि त्यो सबै न्यायालय पनि खराब छ, सबै 100% खराब छ, केही पनि विश्वास गर्न सकिँदैन, रविले जे गर्छ सबै ठिक गर्छ भन्ने छ। त्यो होइन। तपाईँले हामीले छानेका मात्राहरू गलत पनि हुनसक्छन्, त्यो चाहिँ हेरौँ। रविको बारेमा अनुसन्धान होला, कानुनले गर्ला, विभिन्न खालका धरोहरीका कुराहरू छन्, विविध मुद्दाहरू छन्, पक्रिने सुन्ने कुरा यावत कुराहरू त्यो पछि होला। मैले अहिले चाहिँ के हो भन्दा साँच्ची नै हामी राष्ट्रवादी कित्ताका मान्छेहरू, परिवर्तनशील सोच भएका मान्छेहरू, चिन्ता भएका मान्छेहरू सबै एक ठाउँमा हुनुपर्छ। त्यो एक ठाउँमा यस मानेमा हुनुपर्छ कि यो अब छुट्याउनु पर्ने दुईवटा खालका भयो क्या अझै सर। एउटा चाहिँ यो मुखले भन्ने र एउटा साँच्ची नै काम गर्ने मान्छे। मैले तपाईँले आज कुलमानजीलाई भेट्न जानुभयो, म महावीर पुन दाइसँग पनि जानु सक्छु भन्छु कि यो गर्ने मान्छे र बोल्ने मान्छे फरक पर्छ। हेर्नुहोस्, त्यो माइकको टुटो छोपाएर घन्टौसम्म त फ्लागिहाल्छु नि। गगन थापाको भन्दा गगन थापाको यस्तो मिठो छ भाषण, रवि लामिछाने त्यस्तै बोल्नुहुन्छ, गर्नुहुन्छ के हो नि त हामीलाई, होइन? त्यही भएर वर्क एक्सन ओरिएन्टेड मान्छेहरू चाहिँ फिल्टर गर्नुपर्छ। त्यही भएर उहाँहरूलाई पनि भेट्नुहोस्। अब साँच्ची नै रूपमा चाहिँ हामी यो जुन अहिलेको संसदीय व्यवस्थामा अभ्यस्त रहेका यी राजनीतिक दलप्रतिको वितृष्ठा हो, यिनीहरूलाई परास्त गर्नको लागि अब हामी साँच्ची नै तपाईँले भन्नुहोस् ब्यालेटबाट ट्राई गरेर गरौँ एकचोटि। मलाई त धेरै गाह्रो पर्छ, ट्राई गरौँ। यदि होइन भने व्यवस्था परिवर्तनको आवाज उठेको छ। त्यो व्यवस्था परिवर्तनमा चाहिँ अब राजावादी साथीहरूले एक्ज्याक्ट भिजन राष्ट्रता पुनर्स्थापना गर्ने मान्छेले राजा ल्याएपछि तल तपाईँले भन्नुहुन्थ्यो भिजन केही पनि छैन, रोड म्यापै छैन। त्यो रोड म्याप हामीले दियो कि अब तिमीले राजा राख्छौ भने राजा राख, अक्षरशः संविधानमा भएका व्यवस्थाहरू अक्षरशः पालन गर्ने राजा राख। तलपट्टि अब मेरिटोक्रेसीमा जानुपर्छ। अब विचार भएका, मस्तिष्क भएका, देशप्रति साँच्ची नै वफादार तरिकाले लागेर चाहिँ देशको चिन्ता भएका मान्छेले चाहिँ शासन गर्नुपर्छ। तिनीहरूलाई विभिन्न विधाहरूको जिम्मा दिएर चाहिँ देश केही समयसम्म चाहिँ चुनावै नगरिकन चाहिँ राजनीतिक दलहरूलाई चाहिँ जिरोमा लगेर निर्दलीय व्यवस्था ल्याएर काम गर्नुपर्छ भन्ने खालको आवाजहरू अब हामीले पुर्याउनुपर्छ जस्तो लाग्छ। है मैले सकेँ फेरि कुनै विषयवस्तु र प्रसङ्गले मैले जोडिनु पर्ने भयो भने म जोडिन्छु। धन्यवाद। उच्च अदालतको आदेशबारे थाहा त पाएँ, तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिएको छैन, कागज पनि लिएको छैन। मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ, मैले सार्वजनिक पनि गरिसकेको छु। अब यसरी तैनाथ उताबाट आदेशभन्दा पहिले तैनाथ हुने यो सबै चिजले एउटा ठुलो आशंका सृजना गरेको छ। मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु, कानुनलाई मानेकै छु। म पहिला पनि आफै उपस्थित हुन गएको हुँ, अहिले पनि सार्वजनिक गरेकै छु। तर यो राज्य आतंक, यो धरपकड ममाथि के कारणले भइरहेको छ मैले बुझ्न सकेको छैन। भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनु होला। मलाई लागेको थियो म केही कुरा भन्छु भनेर, तर जुन तरिकाले अहिले यो सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती गर्ने कोसिस बिना कागजपत्र छ होला, ल्याउनु पनि हुन्छ होला, ल्याउन सकिने पनि थियो। त्यो लिएर आएर लैजान सकिन्थ्यो, भोलि ल्याउन सकिन्थ्यो, भरे पनि अझै कागज बोकी वही प्रक्रिया। मेरो लागि कुनै प्रक्रिया पुरा गर्न मानेको छैन। आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ, मैले पनि गिरफ्तारी लिन्छु भनेर बसेकै छु। जे होस्, आम नागरिकले सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ। न्यायको लडाईँ म एक थोपा रगत रहुन्जेल लडिरहन्छु। यहाँले साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। मैले कुनै गल्ती गरेको पनि छैन, कुनै अपराध गरेको पनि छैन, तर संसारकै सबैभन्दा ठुलो अपराधीलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने मैले विश्वास लिएको छु। धेरै केही भन्दिनँ, म सम्मानित अदालतप्रति अझै पनि आशा र भरोसा राखेर कानुनी प्रक्रियामा सघाउनको लागि परिरहेको छु। यो दुनियाँका जति पनि न्यायालयका ढोकाहरू छन् ती सबै ढोका टकटकाउँछु आफ्नो न्यायको लागि। र मलाई थाहा छ यहाँहरूले सबै कुराको साक्षी बसेर हेरिरहनु भएको छ होला भन्ने मैले विश्वास लिएको छु। म यति जानकारी मैले दिनु उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु। चितवनमा जति पनि मेरा आदरणीय मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, भोलिको कार्यक्रम नरोक्नु होला। अन्य साथीहरू आउनुहुन्छ, उहाँहरूले कुराकानी गर्नुहुनेछ, निरन्तर चलिरहन्छ। मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घन्टी चुनाव चिन्ह बसेको छ। मलाई आशा छ यो एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौँ। निरन्तरता प्रदान गर्नुहोला। म कानुनी लडाइँमा छु।
Shop Daraz Mall and save with Ah. Global IME. तपाईँले Daraz के Mallबाट गर्ने यस्तो छ 100% यार authentic देशको अवस्था products यस्तो छ किन्दा अलिकति Global IME को debit वा credit गाह्रो छ cardले अब prepayment गर्नु कसै साथीहरू नरमाउनु होला विपक्षी साथीहरू पनि अब उहाँले गल्ती गरेको छ भने उहाँले अब कानुनको सजाय भोग्नै पर्छ र उहाँले गल्ती गरेको छैन भने मान्छे 40 वर्ष जेल बसेर निर्दोष साबित पनि भएको छ के काम लागेर त्यो निर्दोष साबित भएको होइन 40 वर्ष उहाँले आफ्नो टाइम लस गरेको छ दुनियाँ गरेको छ यस्तो घटनाहरू पनि हामीले धेरै देखिरहेछौँ र वास्तवमा यो तीन दललाई अहिले म्याक्सिमम रवि लामेछाने अप्ठ्यारो पर्यो उहाँहरूलाई चाहिँ कोदोको गेडा आँखामा राखेको जस्तो भयो र पुरै लागेर अहिले यसो चाहिँ उहाँलाई चाहिँ जसरी भए पनि थुन्ने बाघ बाहिर निस्किसकेपछि फेरि सुरु गर्छ आतङ्क